नमस्कार, म बसन्त सुवेदी। यो साँझको समयमा थोरै मात्र भए पनि केही नयाँ कुराहरू गरौँ, केही ज्ञानका कुराहरू बाँडौँ। यसै बसिरहेको समयलाई किन उसै राख्ने? कमसेकम साथीहरूको जमातमा, आदरणीय महानुभावहरूको जमातमा प्रवेश गर्ने एउटा सानो उत्कण्ठा बोकेर सानो भिडियो बनाउने कोसिस गरेँ। सुरुवाती हो, नयाँ कुराहरू त त्यस्तो के होला र पनि हामी हरेक दिन, हामी हरेक समय आफू कसरी सफल हुने भनेर सोचिराख्छौँ। अरूका जीवनप्रति डाहा गर्छौँ, अरूले गरेको प्रगतिमा ईर्ष्या गर्छौँ। तर हामी आफै चाहिँ के गरिरहेका छौँ त? हामीले गर्नै पर्ने कामहरू गऱ्यौँ होला त? कि हामी कतै केही कुरामा चुकेका पो छौँ कि? त्यो कुरा चाहिँ ख्याल गर्नै पर्ने रहेछ। साँच्चै कसलाई मन पर्दैन? तपाईँलाई मन पर्दैन, मलाई मन पर्दैन, सबैलाई मनपर्छ नि आफू सफल हुन, अरूभन्दा अगाडि बढ्न, अरूले वाह भन्ने ठाउँमा पुग्न मन हुन्छ नि, होइन र? हो, त्यसका लागि हामीले साना साना कुराहरू मात्रै ख्याल गर्नुपर्छ। ठुलो केही गर्ने होइन। संसारमा जति पनि ठुला मान्छेहरू जसले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याउन सकेका छन्, सक्नु भएको छ नि, उहाँहरूले त्यस्तो ठुलो महान काम गर्नुभएको हुँदैन। सधैँ आफूले गरिरहेको कामलाई अलिकति फरक ढङ्गले सोचेर फरक ढङ्गले गर्न सकियो भने मात्रै पनि संसारमा अरूभन्दा अगाडि जान सकिने रहेछ, पुग्न सकिने रहेछ, अरूभन्दा कमजोर नहुने गरी अगाडि बढ्न सकिने रहेछ। हो, आज मैले यो छोटो बसाइमा मैले अरू केही भन्न खोजिनँ। हामी सफल हुनलाई केही कुराहरू मान्नुहोस्, सफलताका सूत्रहरू, केही सूत्रहरू ख्याल गरौँ जसले हामीलाई अगाडि बढ्नको लागि सधैँ प्रेरित गर्नेछ। सबैभन्दा पहिलो कुरा त हामी कस्तो व्यक्तिहरूको सङ्गत गरिरहेका छौँ त्यो महत्त्वपूर्ण रहन्छ। उखान छ नि, भेडा भेडासँग, बाख्रा बाख्रासँग। हामीले जस्तो सङ्गत गऱ्यौँ नि त्यस्तै हुने हो। हामी जता जान चाह्यौँ त्यतै जाने हो। यदि हामीलाई सफल व्यक्ति बन्नु छ, सफल भएर अगाडि बढ्नु छ भने हामी जहिले पनि सफल व्यक्तिहरूको सङ्गत गर्नुपर्छ। असल व्यक्तिहरूको मात्रै सङ्गत गर्नुपर्छ। अब यहाँनिर कुरा आउँछ नि, असल भनेको चाहिँ के त? कस्तो मान्छेलाई असल भन्ने त? असल भनेर नाप्ने चाहिँ केले होला? होइन र? हामीलाई लाग्छ नि, म पनि असल छु, तपाईँ पनि असल हुनुहुन्छ, अर्कोजना पनि असल हुनुहुन्छ, तपाईँ यहाँ सुनिरहनुभएका सम्पूर्ण महानुभावहरू असल हुनुहुन्छ नि। अब हामी सबै असल छौँ। अब त्यसो भए असल व्यक्तिहरूको सङ्गत गर्ने भनेको चाहिँ के त? जहिले पनि आफू वरपर ज्ञानी मान्छेहरूको सङ्गत गरौँ, जसले हामीलाई थोरै भए पनि ज्ञान दिन सकोस्। जीवनमा दुःख गरेको, सङ्घर्ष गरेका मान्छेका सङ्गत गरौँ, जसले हामीलाई सङ्घर्ष गर्न सिकाउनुहुन्छ। सकारात्मक चिन्तन बोक्ने महानुभावहरूको सङ्गत गरौँ, जसले हाम्रो दिमागमा जुनसुकै बेला पनि सकारात्मक चिन्तन भरिदिनुहुन्छ, होइन र? यदि हामीले सकारात्मक चिन्तन बोकेर हिँड्ने महानुभावसँग सङ्गत गऱ्यौँ भने पक्का पनि हामीलाई सकारात्मक बाटो हिँडाउनुहुन्छ। होइन, हामी गलत व्यक्तिको पछि लाग्यौँ भने त अवश्य गलत ठाउँमा पुगिन्छ। सही र गलत छुट्याउन सक्नु पऱ्यो। मेरो लागि कसको सङ्गत चाहिँ ठिक हो भनेर छुट्याउन सक्नु पऱ्यो। त्यो सकिएन भने हामी जुनसुकै बेला पनि तल पर्छौँ, कहिले पनि माथि पुग्न सक्दैनौँ, होइन र? अब त्यो त हामीले पहिला ख्याल गर्नुपर्ने कुरा, हामीले आफूले उपयुक्त लागेको, आफूले सङ्गत गर्न लायकको व्यक्तिहरूको मात्रै सङ्गत गरौँ, होइन र? अनि अर्को हामीले पटक पटक गरिरहने गल्ती भनेको हामी अरूलाई दोष दिन्छौँ, आफू शक्ति बन्न खोज्छौँ। म किन आज यो ठाउँमा छु, म किन कमजोर भएँ, किनकि फलानुले गर्दा, होइन, फलानुले गर्दा म पछि परेँ, म यस्तो भए भए हुन्थ्यो, मलाई परिवारले यसरी सपोर्ट गरेको भए हुन्थ्यो, मलाई साथीले यसरी सपोर्ट गरेको हुन्थ्यो। इभन तपाईँहरूलाई थाहा छ, एक दिन मैले एउटा सानो बच्चासँग गर्दै बस्दै थिएँ। बच्चाको आमा र छोरा दुवैजना, बच्चाको आमा पनि हुनुहुन्थ्यो, बच्चा पनि थियो। बच्चाले सानो केही कुराहरू मागिरहेको थियो, खेलाउन थियो, त्यति ठुलो कुरा थिएन, खेलाउन मागिरहेको थियो। अनि आमाले भन्नुभयो,
मसँग पैसा छैन नि त बाबु। बच्चाले के भने थाहा छ? मलाई नेपालमा किन जन्माउनु बा, मलाई अमेरिका जन्माउनु पर्थ्यो भनेर। हेर्नुहोस् त, म त्यतिखेर यस्तो सोच्न बाध्य भएँ, ओहो हामीले दिमागमा के बोकेका छौँ, हामीले हाम्रा सन्तानहरूलाई के पकाएका छौँ, हाम्रैभन्दा पछिल्लो पुस्तालाई हामीले के पकायौँ। कि त्यो बच्चाले उसको आमालाई त्यसो भन्दै गर्दा उसले आफ्नो आमालाई भनेर भनेको जस्तो मात्र लागेन, समग्र हामीभन्दा पछिल्लो पुस्ताले हामीलाई त्यसै गरी भन्ने हो कि जस्तो होइन र? हामीले उनीहरूलाई, हामीभन्दा पछिल्लो पुस्तालाई हाम्रो माटो, हाम्रो समाज, हाम्रो संस्कृति अनि हाम्रो वेशभूषा चाहिँ महत्त्वपूर्ण हुन्छ, योभन्दा ठुलो कुरा अन्यत्र कहीँ पनि छैन भनेर यदि हामीले सम्झाउन सकेको भए त्यो बच्चाले त्यसरी भन्न सक्थ्यो र? सक्दैन थियो। तर हामी त्यस्तो सुन्नु पर्यो है। यी हाम्रा हरेक कुराहरूमा हामी के गर्छौँ, हामी अरूलाई दोष दिन्छौँ। म फलानुले गर्दा यस्तो भएँ, मलाई परिवारले साथ नदिएकाले यस्तो भएँ। होइन नि, हामी चाहिँ इच्छा शक्ति हुनु पर्यो, हामीमा केही गर्न सक्ने आँट हुनु पर्यो, जाँगर हुनु पर्यो, क्षमता विकास गर्नु पर्यो, अनि त्यसपछि मात्र हामीले सोचेको ठाउँ पुग्न सक्छौँ। हो, त्यतिले मात्र हुन्छ र। हामी आफू सही बाटो हिँड्नु पर्यो, अनि हाम्रो जाने गन्तव्य पनि सही हुनु पर्यो। आजको नयाँ नवीन सोचले भोलिको गन्तव्य तय गर्न सक्छ। हामीले राम्रो सोच्यौँ, राम्रो सोचेर अगाडि बढ्न खोज्यौँ भने प्रत्येक पाइलाले हामीलाई उपयुक्त गन्तव्यमा पक्कै पुर्याउँछ। हो, हामी त्यो गन्तव्यको खोजीमा छौँ जहाँ हामी खुसी हुन सकौँ। त्यही खुसीको खोजीमा हामी भौँतारिन्छौँ, तर हाम्रो लक्ष्य नै छैन। हामी कहाँ पुग्ने, हामी के गर्दैछौँ, हामी के को लागि अगाडि बढ्दैछौँ, त्यो कुरा नै हामी जान्न सक्दैनौँ। अनि दोष चाहिँ अरूलाई दिन्छौँ। हो, समयअनुसार चल्नु पर्यो, स्पष्टसँग लक्ष्य हुनु पर्यो। अनि थाहा छ, हामी मोबाइल चाहिँ स्मार्ट चलाउने, टेलिभिजन स्मार्ट चलाउने, अनि हामी आफू चाहिँ स्मार्ट हुनु पर्दैन। स्मार्ट तरिकाले सोच्नु पर्यो, स्मार्ट लक्ष्य राख्नु पर्यो, स्मार्ट व्यक्तिहरूको सङ्गत गर्नु पर्यो। अनि दोष अरूलाई होइन, हामीले आफ्नो सोचलाई, हाम्रो आफ्नो केलाई, हामी आफूभित्रको जागरुक हुन नसकेको मनलाई दोष दिनु पर्यो, जसले हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अवरोध खडा गरिरहेको छ। हो, यो चिजहरूलाई, यो भ्रमहरूलाई चिर्दै यदि हामी अगाडि बढ्यौँ भनेदेखि हाम्रा भोलिका दिनहरू आजभन्दा अवश्य पनि राम्रा रहनेछन्। अवश्य पनि सक्षम, खुसी, सुखी भविष्य, अनि हामीभन्दा पछिल्लो पुस्ताले हामीप्रतिको, हामीलाई दिनुपर्ने, हामीलाई मान्नुपर्ने एउटा सोच, एउटा सकारात्मक चिन्तन अवश्य हामीले प्राप्त गर्न सक्छौँ। यही नै हो आदरणीय महानुभावहरू। म तपाईँहरूभन्दा ज्यादा जान्ने छैन, तैपनि अलिकति आफूलाई मनमा लागेको कुराहरू तपाईँहरूसँग बाँड्ने कोसिस गरेँ। आशा छ मलाई हौसला दिनुहुन्छ र योभन्दा पछाडि मैले आफूलाई तपाईँहरूका अगाडि राख्दै केही न केही, कुनै न कुनै माध्यमबाट समाज परिवर्तनमा आफ्ना शब्दहरू, आफ्ना भावहरू र आफूले मनमा लिन सकेका विचारहरूलाई सकारात्मक तवरले प्रवाह गर्दै तपाईँहरूको अगाडि आइरहने वाचा गर्दै आजलाई म मेरो आफ्नो छोटो र तपाईँहरूलाई मन परे पनि नपरे पनि मेरो आफ्नो छोटो रहर, मैले जुन रहर तपाईँहरू सामु राखेँ, यसमा यो समयप्रति तपाईँहरूप्रति हार्दिक कृतज्ञ छु। आभार प्रकट गर्दै आजलाई म बिदा हुन्छु। हस्।